जुत्ता कुमाइलाई दिन्छ जनताले अब जनताले नखेट्ने होइन जनता भनेको देशको सम्पत्ति हो कि होइन जनताको कसले देश चल्छ कि कसको सम्पत्तिको देश चल्छ कि त्यसको बाजेले कमाएको पैसा तपाईँ आफू हुँदा पनि त्यही भन्ने हो नि तपाईँले राजनीति गर्नुभयो भने हिजो उसले पनि भन्ने त्यही हो होला नेता सबै गलत हुन्छ यो कुरा होइन तर गलत भन्नु पऱ्यो नि त गलतलाई गलत ओके ठिक छ अब हाम्रो यात्रा पनि नपढाउँ अब होइन छोटो छिटो हुँदैछ यो गफ गएको त्यस्तो यसलाई ठुलो उयो लिनुपर्ने छैन मैले तपाईँलाई सोधेँ त्यो बालेन प्रधानमन्त्री भएपछि होइन जस्तै युवा शक्ति भन्ने बित्तिकै एउटा देशको चेन्जी भन्ने चाहिँ एउटा युवा शक्तिले सरकार ढाल्यो सरकार किन ढाल्यो त सरकार किन ढाल्यो जस्तो लाग्छ तपाईँलाई नाम मात्रै ठिक छ सरकार त ढल्यो नि त ढाल्यो नि त सरकार ढल्यो किन सरकार ढाल्यो त त्यसको अर्थ त्यो तपाईँलाई थाहा छैन होइन मलाई मेरो तर्फबाट थाहा छ तपाईँलाई तपाईँको तरिकाले बुझ्नुहुन्छ नि किन सरकार ढाल्यो भने जब होइन नेताहरूले जनतालाई बोल्नुबाट वञ्चित गरायो फेसबुक युट्युब ट्विटर लगायत विभिन्न सामाजिक सञ्जालबाट बोल्ने बन्द गरिदियो त्यसपछि देशका विभिन्न होइन जनताहरू बन्द गरेको थिएन तब फेसबुक हेर्नु हो कि फेसबुकमा हेर्दिनँ मलाई थाहा छ कि मेरोमा त बन्द थियो त मेरोमा पनि बन्दै थियो मुद्दा गर्ने कुरा चाहिँ नि त्यो आन्दोलन गर्ने कुरा चाहिँ त्यो फेसबुक बन्द भएको भन्ने कुरा त्यो एकदम देखाउने कुरा मात्रै हो क्या त्यसै तपाईँको बन्द थिएन मेरोमा पनि बन्द थियो म विरोधी नै हो मेरोमा पनि बन्द थियो होइन सुन्नु न म तपाईँ बोल्नु पाउनु कि नपाउनु त सुन्नु न म तपाईँलाई त्यतिखेर जति आवश्यक थियो नि त्योभन्दा बढी आवश्यक थियो त्यतिखेर म कम्बोडियामा थिएँ कि परिवारसँग सम्पर्क एक हप्ता भइसकेको थियो नभएको होइन अप्ठ्यारो स्थिति तपाईँले भन्दा मैले धेर बोकेँ होला मेरो ठाउँमा छ तर त्यो कुरा चाहिँ यो फेसबुक बन्द भएको कुरा दुनियाँ कुरा यी कुराहरू चाहिँ सबै देखाएको थियो त्यो फोक्सिङ हो क्या आन्दोलन भनेको त्यसको कारणले भएको होइन यो सीमित मान्छेहरूले आफ्नो स्वार्थको लागि स्वार्थ पूर्ति गर्नको लागि यो मुद्दा त्यसमा उठाएको मात्रै हो नभए होइन भने जसले उठायो नि अहिले यही जेएनजीको नाममा भनौँ तर जे वास्तविक जेएनजीले त्यो काम परिचालन गर्ने को त त्यो घुसपेट के भन्छ नि वास्तवमा त्यो भन्नेहरू आफै जान्दा छ क्या त्यो होइन यो परिचालित हो त्यो थाहा छ तर कसले परिचालित गरेको त तर त्यो परिचालित गरेपछि सरकार ढलेको कुरा अनुसार परिवर्तन के आयो त सुन्नु न तपाईँको कुरा अनुसार यही रवि लामी खाने र बालेनले लगाएको थियो भन्ने कुरा भन्दाखेरि सजिलो कुरा मिलिहाल्छ अब त्यो थुप्रै छ यो विषयमा थुप्रै कुराहरू लियो लामो छ क्या यहाँदेखि काकाले भित्तादेखि फेरि विराटनगर आएर विराटनगरदेखि उता घुमेर उता होइन काकाले भित्ता पुगेर फेरि धनकुटा पुगेर उता काठमाडौँ पुग्दा पनि सकिँदैन लामो छ यो यसको सिस्टममा लाने भने सुन्नु न त्यो सरकारले छानबिन गर्नुपर्छ पर्दैन त त्यत्रो लामो कुरा पनि हुँदैन कि लामो कसरी हुन्छ भन्दा कसको तर्क शक्ति कति बलियो छ त्यही अनुसार लामो छोटै भइहाल्छ क्या त्यस्तो नाति जनताले मान्ने शक्ति हो त्यस्तो नेता हुन्छ जनता पनि भेडै हुन्छ नि त जनता सबै जनताले मान्छे बनाउनु चाहिँ कसको हात हुन्छ त सरकारको हुन्छ कि हुँदैन जनताले शिक्षित बनाउनुपर्छ पर्दैन स्वास्थ्य शिक्षा चाहिँ व्यवस्थापन गर्नुपर्छ पर्दैन त्यो सुकुम्बासीको कुरामा नि सुकुम्बासी भन्छ त वास्तवमा सुकुम्बासी जनता सुकुम्बासी भन्छ मान्छे त को हो त अब मान्छे चाहिँ कसको हो त जनता त्यहाँ भत्किएको भन्ने कुरा नि तपाईँले धरान डेन्टल भन्दै हुनुहुन्थ्यो होइन बुढासुब्बा यही हो गफमा त जसले तर्क धेर गर्न सक्छ अनि मजा आउने हो कि कोही मान्छे कस्तो हुन्छ भने नि सुन्ने भाषा उडाउने अरे नबोलिदिने त्यस्तो पनि हुन्छ नि अनि तर यो यतिलाई अब हामी एकदम यादको दिनमा हामी होइन त्यसले गर्दा पनि हामी समस्यामा जाउँ यो यति बेलाको सरकारले काम गर्न सक्दैन यो देखियो जनताले होइन नीतिमा नराख्ने होइन संसद भवनमा आउने 12 सुन्नु 11 बजी बोलाएर 2 बजी उहाँउने यस्तो भएको छ निकै कुराहरू भारिसकेको छ कि
त्यसले गर्दाखेरि यो जति बेला पनि जे पनि हुनसक्ने स्थिति छ पहिलाको भन्दा यो डेन्जर हुनसक्छ अब भयो भने यो बाले चल्दा हुँदैन अब यो खासै यो हिँड्दैन पनि गति पनि सक्छ यो मान्छे होइन किनभने अर्को समय भनिरहेछ तपाईँ एउटा देशको लिडर भएर तपाईँ कमान भएर कमान गर्नुपर्छ पर्दैन हामीले बोलाएर छलफल गर्नुपर्छ पर्दैन तपाईँको आफ्नो खुसीले चल्छ देश भनिरहेछ त्यो त प्रतिपक्षमा बसेर राम्रो सबै राम्रै कुरा मात्रै हुन्छ भन्ने कुरा होइन आदेशमा चलाउँछु भन्ने मान्छे पनि हो नि छ हिजोको उसको ब्याकग्राउन्ड त हेर्नुपर्छ नि